नमस्ते। आज शनिबारको दिन अब खानासाना खाएर अब एकछिन यसो बाहिर घुम्न जानुभन्दा त्यति काम छैन अहिले। बाहिर जानुभन्दा बरु यसो भिडियो बनाऊँ भनेर। हिजो बुद्ध जयन्ती, वास्तवमा हिजै बुद्ध जयन्तीको विषयमा कुरा गर्नुपर्ने, त्यो हिजो चाहिँ समयले भ्याइएन। अब आज मैले बुद्ध जयन्तीको विषयमा त होइन, अरू नै विषयमा कुरा गर्न खोजेको, तर हिजोको बुद्ध जयन्तीलाई यसो स्मरण गरेँ। बुद्ध जयन्तीले बुद्धले चाहिँ एउटा उपदेश दिएका छन्, अपदीपो भव। यो संस्कृत शब्द हो, अपदीपो भव भन्ने। यसको अर्थ अरूको भर नपर, परिवर्तनको निम्ति आफ्नो विवेक र आफ्नो ज्ञानलाई बढाऊ र आफै कोसिस गर भन्ने यसको नेपाली अर्थ हुन्छ। मतलब परिवर्तनको निम्ति आफ्नो निम्ति आफै गर भनेको, अरूको विश्वास धेरै नगर भनेको हो। यो छोटो संस्कृत शब्द छ अपदीपो भव, 3टा शब्द, तर यसको अर्थ एकदम व्यापक छ। मलाई पनि एकदम यो मन छोयो। वास्तवमा हामीले हेऱ्यौँ भने वास्तवमा 2500 वर्ष अगाडि गौतम बुद्धले भनेको त्यो उपदेश, भनौँ न एउटा सन्देशको अर्थ अझ झन् व्यापक हुँदै गइरहेको छ, झन् गहिराइमा गइरहेको छ। यो एक खालको सर्वव्यापी, सर्वमान्य खालले हुँदै गइरहेको छ। अहिले पनि हामीले पछिल्लो चरणमा मात्रै हामीले हेऱ्यौँ भने पनि हाम्रै देशको सन्दर्भमा गहिरिएर सोच्यौँ, हेऱ्यौँ भने त्यस्तै देखिन्छ कि हामी आफ्नो निम्ति आफै गरौँ, अरूको बलमा, अरूको ताकतमा होइन, अरूको बुइँमा चढेर, अरूको काँधमा चढेर होइन, हामीले हाम्रो नेपालीहरूले नेपालीको दिमागलाई प्रयोग गरौँ, हाम्रै आफ्नै बलबुताले हाम्रो निम्ति गरौँ, नेपालको निम्ति गरौँ, नेपालीको निम्ति गरौँ भन्ने वास्तवमा एकदम यो पुष्टि हुँदै गइरहेको छ, पेचिलो बन्दै गइरहेको छ। हेर्नुहोस् त, अहिले अस्ति भदौ 23-24 गतिको जुन जेनजी विद्रोह भयो, जुन नारा लिएर होइन, जेनजीको जुन विद्रोह भयो, त्यसपछि त्यसलाई अस्ति फागुन 21 गतेको निर्वाचनले पुष्टि गर्यो, समर्थन गर्यो। होइन, जुन विद्रोह थियो 23-24 गतेको विद्रोह, त्यसको सारलाई, त्यसको स्पिरिटलाई, त्यसको भावनालाई, वास्तवमा त्यसको मर्मलाई 21 गतेको भदौ 21 गतेको निर्वाचनले समर्थन गर्यो, पुष्टि गर्यो। यसको अर्थ के हो भने नेपालमा अब भिन्नै तरिकाले जानुपर्छ। हिजोका विगतका भएका कमी कमजोरीहरू, पुराना संसदवादी दलहरूबाट, नेताहरूबाट भएका कमी कमजोरीहरू, उनीहरू जुन गलत बाटोमा हिँडिरहेका थिए, त्यो बाटोलाई हामीले छोडेर उनका गलत गतिविधिहरू, जुन सङ्कीर्ण सोच, गलत चिन्तनहरू थिए, तिनीहरूलाई हामीले त्यागेर, तिनीहरूलाई पन्छाएर हामी नयाँ सोचका साथ नयाँ मार्गमा, नयाँ ढङ्गले अगाडि बढ्ने भन्ने हो नि त यसको अहिलेको मर्म भावना होइन। तर यो मर्म र भावना अहिलेको जुन यो शक्तिशाली करिब झन्डै 2/3 बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी, जसले 275 मा 182 सिट त राष्ट्रपाल जितेको छ, प्रत्यक्ष र समानुपातिक गरी होइन। यस्तो शक्तिशाली पार्टी र यसका सांसदहरू, माननीयहरूले नेतृत्व गरेको सरकार, बालन शाहको नेतृत्वमा बनेको एउटा युवाहरूले नेतृत्व गरेको सरकारको अहिलेका यी पछिल्ला चरणका गतिविधिहरू हेर्दाखेरि केही राम्रा पनि छन्, समर्थन योग्य पनि छन्, केही प्रशासनिक सुधारका कुराहरू होइन, शासकीय सुधारका केही चाहिँ सुशासनका कुराहरू, खास गरी सुशासनमा ल्याउने जुन देखिएका सङ्केतहरू छन्, केही समर्थन योग्य, स्वागत योग्य, राम्रा पनि छन्। केही नयाँ कुराहरूलाई चाहिँ उनीहरूले मानक बनाउन खोज्दैछन्, नयाँ कुराहरूलाई नयाँ स्थापित गर्न खोज्दैछन् होइन। खास गरी विदेशी चाहिँ हिजो चाहिँ के थियो भने पुराना दलहरू, नेताहरूमा कुनै विदेशी आयो नेपालमा भ्रमणमा भने पुरा लाइन लाएर कोठामा होइन, सुत्ने कोठामा उसलाई बोलाएर लाइन लाएर भेट्ने चलन थियो। त्यो चाहिँ अहिले कम भएको छ। यो सरकार बने यता खास गरी अमेरिका र चाइनाबाट अमेरिकाबाट दुईवटा टोलीको भ्रमण भइसक्यो, चाइनाबाट एउटा भयो, अरू आदि इत्यादि ठाउँहरू भएका छन्। तर ती सबैसँग एउटा एक खालको भेटघाटको चलनलाई चाहिँ अलिकति
व्यवस्थित गराउन खोजिएको छ हैन। प्रधानमन्त्री बालेनले आफैले भेटेका छैनन् उनले हैन, र अरूहरूले भेटेका छन्। त्यो यो चाहिँ एउटा नयाँ परिपाटी बन्दैछ। यो राम्रो छ, स्वागतयोग्य छ। तर कतिपय कुराहरू हेऱ्यौँ भने अत्यन्त विरोधाभासपूर्ण छन्, अत्यन्त विरोध योग्य छन्, अत्यन्त आलोचित विषयहरू छन्। खास गरी जुन भुइँ तहको समुदाय छ हैन, भुइँ तहका मान्छेहरू छन्, उनीहरूको निम्ति यो सरकार अलि निर्मम, अलि कठोर बन्न खोजेको जस्तो देखिन्छ। हिजो जेन्जी विद्रोहमा आउने, सामेल हुने पनि त्यही भुइँ तहका मान्छे हुन्, त्यही सुकुम्बासी, त्यही दलित, त्यही चाहिँ अव्यवस्थित बसोबास, अव्यवस्थित रूपमा बसेका मान्छेहरू नै हुन् हैन। सबभन्दा धेरै काठमाडौँमा पनि हामीले देख्यौँ भने काठमाडौँमा त्यो विद्रोहको बेलामा काठमाडौँमा आउने, ओर्लिने, सडकमा ओर्लिने सबभन्दा ठुलो सङ्ख्या र तबका त त्यही तबका थियो नि त। तर अहिले यो सरकार, नयाँ सरकार बन्दै गर्दा यो सरकारबाट सबभन्दा धेरै प्रताडित हुने हैन, पीडित हुने पनि त्यही तबका छ, त्यही सुकुम्बासी, त्यही अव्यवस्थित रूपमा बसेका बासिन्दाहरू, त्यही दलित, त्यही जनजाति, त्यही समुदाय, त्यही तबकाको भन्न खोजेको, त्यही आधारभूत तबका, त्यही भुइँ तहका नागरिकहरू नै अहिले सबभन्दा धेरै प्रताडित छन्। हिजो सडकमा उनीहरूको बढी उपस्थित थियो हैन, अहिले सडकबाट लखेटिने मतलब प्रताडित हुनुपर्ने पनि उनीहरू नै छन्। यो कुरा चाहिँ यो नयाँ सरकारले बुझ्नुपर्छ। हेर्नुहोस् है, हो हामीले हिजो अस्ति पनि भन्यौँ, चर्चा गरेका छौँ ठाउँ ठाउँमा पटक पटक, अव्यवस्थित रूपमा बसेका बस्तीहरूलाई व्यवस्थित रूपले खाली गराउने हो। उनीहरूको अर्को उपयुक्त वैकल्पिक व्यवस्थापन गरेर कमसेकम घाँसबास, कपासको एउटा आवासको चाहिँ राम्रो सुरक्षा प्रदान गरेर समय फेरि अनुकूल मिलाएर गर्ने हो। अहिले उपयुक्त व्यवस्थापन गरिएको छैन, समय पनि अनुकूल छैन। अस्ति हामीले भन्यौँ नयाँ शैक्षिक सत्र सुरु हुँदैछ, कति विद्यार्थीको चाहिँ बिचल्ली भएको छ, अहिले कहाँ पढौँ, के गरौँ हैन। नयाँ ठाउँ, नयाँ परिवेश, पढ्ने चाहिँ टुङ्गो छैन कति विद्यार्थीहरूको। कति मान्छे, त्यस्ता मान्छेहरू छन् जसले आधारभूत सेवा पाउनुपर्ने हो, तर त्यही आधारभूत सेवाबाट वञ्चित हुनु परेको छ। अहिले बर्खा छ, काठमाडौँ त अझ अलिकै शीतल छ, बाहिर तराईतिर हेऱ्यो भने यस्तो चाहिँ गर्मी छ, बर्खा सिजन सुरु हुँदैछ। यस्तो बेलामा, यस्तो कुसमयमा शुभ कार्य गर्ने होइन हैन, अशुभ समयमा शुभ कार्य गर्ने होइन क्या, शुभ समयमा शुभ कार्य पो गर्ने हो त। त्यस कारण भन्न खोजेको के हो भने अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुपर्छ हैन, अतिक्रमित जमिनहरू खाली पनि गराउनुपर्छ, त्यो राम्रो छ। नदी किनारमा बसेका, अव्यवस्थित रूपमा बसेका बस्तीहरूलाई खाली पनि गराउनुपर्छ, तर समय हेरेर बिस्तारै उनीहरूको व्यवस्थापन गर्दै गर्ने हो। राज्यले त उनीहरूको व्यवस्थापन गर्नु पर्यो नि त। हिजो बल्खु खोलामा हाम फालेर एकजना खोटाङतिरका कता के समथिङ राई भन्नेले हाम फालेर उनको चाहिँ निधन भयो बल्खुमा। यता थापाथलीतिर चाहिँ एकजना महिला दिदी चाहिँ पुरै बेहोस भएर हस्पिटलाइज हुनु परेको छ। कहीँ एकजना युवकले चाहिँ आत्मा सुसाइड गर्यो भन्ने आइरहेछ हैन, विद्यार्थीहरूको बिचल्ली छ। हो, यसको त व्यवस्थापन गर्नु पर्यो नि त। राज्य त उनीहरूको निम्ति पनि त होला नि त हैन, के राज्य उनीहरूको निम्ति होइन? अहिले देशभरिमा यो डोजर चलाउने भने डोजर आतङ्क छ मान्छेहरूले। कतिपय त मान्छेहरू अब त्यो विभिन्न खालका जमिन जग्गाहरू छन् नि त, कतिपय अब ऐलान जग्गामा हैन, पूर्जा नभएको जग्गामा वर्षौँदेखि बसेका छन्। ती मान्छे समेत अहिले आतङ्कित छन्, त्राही छन्। कसैले चाहिँ पूर्जा घरको भित्तामा टाँस्नु परेको छ हैन। यस्तो चाहिँ यसले गर्दाखेरि के हुन्छ भन्दा राज्य कसको हो भन्ने हो, कुन समुदाय, कुन वर्गको राज्य हो। हुने खानेहरूको निम्ति मात्रै हो कि हुँदा खानेहरूको निम्ति पनि हो। हिजो 7 सालदेखि अस्तिको पछिल्लो भदौ 23-24 गतेसम्मका विभिन्न क्रान्ति, परिवर्तन, आन्दोलनहरूमा हेर्दा निर्णायक मानिने हुँदा खानेहरू, भुइँ तहका मान्छेहरू, हुँदा खाने भनेको भए खाने नभए नखाने हैन, आधारभूत तहका, भुइँ तहका मान्छेहरू, निम्नवर्गीय मान्छेहरू आन्दोलनमा, क्रान्तिमा उनीहरू निर्णायक हुने। तर जब एउटा राज्य एउटा तहमा जान्छ त्यसपछि उनीहरूले नै सबभन्दा चाहिँ पीडित चाहिँ उनीहरू हुनुपर्ने। हिजो जुन थियो पुरानो परिपाटी, पुरानो राज्य संयन्त्र, अहिले नयाँले पनि ठ्याक्कै त्यस्तो देखाउँदैछन्। त्यस कारण यो गलत छ। यसबाट यो नयाँ भनिने सरकारले सच्चिनुपर्छ, सिक्नुपर्छ।
यदि बेलैमा सच्चिने होइन भने पुराना जस्तै सकिने हो, यो पनि सकिने हो। हाम्रो नेपालमा त हाम्रो मतदाता हामी त कस्ताछौँ भने हामी त छिनछिनमा परिवर्तन चाहन्छौँ, अस्थिर छौँ। हाम्रो मतदाता त मत त अस्थिर छ होइन। त्यसकारण यो पनि सकिने हो यदि यही बाटोमा हिँड्ने हो भने, जनतालाई त्रसित गर्ने, आतङ्कित गर्ने होइन, भुइँतका मान्छेहरूलाई लखेट्ने हो भने त यो पनि सकिने हो। यो दिशातर्फ अहिलेको सरकारले सोचोस्। अनि अर्को सँगसँगै के छ फेरि, यो सरकार आफैमा चाहिँ यिनीहरूको आफ्नो समन्वय छैन कि जस्तो पनि देखिन्छ। अस्ति बिहिबार सायद बुधबार बिहिबार सामान्य प्रशासन मन्त्रालयले अब चाहिँ डोजर नचलाउने व्यवस्थित रूपमा अलिकति केही गृहकार्य गरिसकेपछि तथ्याङ्क सङ्कलनहरू, कुन सुकुम्बासी को, वास्तविक सुकुम्बासी हुकुमवासीहरू को छन् होइन, कस्तो छ स्थिति अवस्था, त्यो सबैको तथ्याङ्क सङ्कलन गरिसकेपछि र उनीहरूलाई त्यसपछिको विकल्प उनीहरूलाई कहाँ कसरी आवास र खाद्य आवासको व्यवस्थापन गरिसकेपछि कसरी के गर्ने भन्ने एउटा व्यवस्थित योजनासहित त्यो योजना बनाइसकेपछि त्यसपछि भनौँ विकल्पसहित त्यसपछि चाहिँ डोजर चलाउने पछि भनेर सामान्य प्रशासन मन्त्रालयले परिपत्र गर्यो भन्ने आएको थियो। भोलिपल्टैबाट फेरि चाहिँ डोजर रोकिएन। बल्खुमा कता कता सबै ठाउँमा फटाफट डोजर चलिरहेछ, आज पनि चलिरहेछ अरे होइन। एउटा मन्त्रालयले एउटा सर्कुलर जारी गरेको छ, अनि त्यसलाई फेरि सरकारको प्रवक्ताले पनि पुष्टि गरे जस्तो मान्दै थिए। सस्मित पोखरेलले कता कता चाहिँ बोली सुन्दै थिए, हो अब आदि इत्यादि यस्तो भयो भनेर। अनि अर्को शहरी विकास मन्त्रालय मन्त्रीले पनि हो हामीले चाहिँ अब यस्तो गरेछौँ भनेको सुन्दै थिए, तर डोजर रोकेको छैन। देशभरिका मान्छेहरू अहिले हेर्नुहोस् है, सुकुम्बासी मात्रै होइनन्, जस्तो सबै मान्छेहरू कोही कसरी बसेको छ, कोही कसरी बसेको छ, ठुलो सङ्ख्या छ नि त यस्तो त होइन। पूर्जाविहीनका जग्गामा पनि मान्छेहरू बसेका छन्, बाहिर जिल्लाहरूमा धेरै ठाउँमा त्यस्तो छ। सबै त्यो नदी खोला किनारा मात्रै होइन, अरू ठाउँमा पनि बसेका छन्। आबादी जमिन पनि होइन, खेतीयोग्य जमिन पनि त्यस्ता छन्, मान्छेहरू जोतभोग गरिरहेका छन्, घर बनाएर बसिरहेका छन्। र तिनीहरू पनि तर्सित छन् अहिले। ओहो हामीलाई त नयाँ भनियो, लौ यसो भनियो, अहिले त यस्तो हुँदैछ भनेर जुन त्रासको वातावरण बनेको छ, जुन सिर्जना गरिएको छ, यो त्यति राम्रो सङ्केत होइन। यसको समर्थन गर्न सकिँदैन। त्यसकारणले सरकारले पहिला व्यवस्थित रूपमा विकल्प दियोस्, विकल्पसहितको विस्थापन गरोस् भन्ने हो। यो दिशातर्फ सरकार जानुपर्छ। यो सरकारमा विशेष चाहिँ आस्था छ, समर्थन छ मान्छेहरूको, नागरिकको होइन। सबै चाहिँ अब नयाँहरूले चाहिँ नयाँ ढङ्गले काम गर्छन् भन्ने छ। ठुलो अपार चाहिँ एउटा एक खालको अपार एउटा समर्थन प्राप्त पछि बनेको सरकार होइन, प्रति ठुलो आशा र विश्वास छ। त्यसकारण यो जनताको आशा र विश्वासलाई टुट्न दिनु हुँदैन, टुट्ने दिशातर्फ नजाओस् यो सरकार। बरु बिस्तारै जाओस् न, समय छ होइन। अहिले आजको भोलि तातो तत्काल किन गर्नु पर्यो? तत्काल गरेर तत्काल हाम फाल्न जम्प गर्न खोज्दा के हुन्छ? लड्छ। तत्काल जम्प गर्न खोज्ने मान्छे लड्ने हो नि त। बरु बिस्तारै स्टेप बाई स्टेप जाने पो हो त। सम्भव भएका निकायहरूसँग समन्वय गरेर होइन, अरूसँग पनि राय परामर्श लिएर दुर्घटना नहुने गरी बरु बिस्तारै जाने। के सनै कन्था सनै पन्था सनै पर्वत लङ्घन भन्छन् नि होइन। बिस्तारै गएपछि पहाड चढ्न सकिन्छ, चुचुरोमा पुग्न सकिन्छ। सनै कन्था सनै पन्था सनै पर्वत लङ्घन। बिस्तारै गयो भने शिखरमा पुग्न सकिन्छ, तर हतार गयो भने भन्न सकिन्न। विज्ञानको नियम पनि छ, बिस्तारै स्टेप बाई स्टेप होइन। बिस्तारै त्यो पाक्दै गयो भने त्यो पाक्छ, तर एकैचोटि भुक्लुक्क गऱ्यो भने के हुन्छ? त्यो पोखिन्छ होइन। त्यस कारण एकैचोटि भुक्लुक्क गरेर उम्लिन खोजेर भुइँमा पोखिने होइन कि बिस्तारै स्टेप बाई स्टेप पाक्दै गएर अनि पाक्ने हो र परिपक्व हुने हो। त्यो परिपक्व हुने दिशातर्फ नयाँ जोसिला समर्थन प्राप्त प्रधानमन्त्री बालन शाह र उनको टिम, त्यस्तै सशक्त टिम, युवाहरूले भरिएको टिमको जुन यो सरकार, यसले बिस्तारै आफूलाई परिपक्व बनाउँदै बिस्तारै पाक्ने दिशामा जानु पर्यो, न कि भुक्लुक्क उम्लिने र पोखिने दिशामा होइन। हस्, धन्यवाद।